अझै पनि रिस कम भएको हुँदैन। त्यो धर्मेलाई काटेर धर्मेको त्यो घाउमा चाहिँ नुन चुक छर्किँदाखेरि मात्र मेरो रिस मर्छ भन्दै त्यहाँ चाउरे पनि आफ्नो बहिनीसँग कुरा गरिरहेका हुन्छन्। अनि त्यहाँबाट गौरीले चाहिँ चाउरेलाई फेरि भन्छन्, दाइ उसले के भनेको हो मैले त केही बुझ्नै सकिनँ भन्दाखेरि चाहिँ यता चाउरेले भन्छन्, खोइ बहिनी मैले पनि बुझ्न सकिनँ, उसले भनेको कुरा सत्य हो, यो धर्मेता एकदमै अपराधी रहेछ, नाम चाहिँ धर्मे काम चाहिँ अधर्मी गर्ने रहेछ भन्दै त्यहाँ चाउरे र गौरी एकदमै धेरै टेन्सनमा भएका हुन्छन्। अनि यता पार्वतीले धर्मलाई घरमा लगेपछि भन्छन्, मलाई किन कलकत्ता जाऊ भनेर तपाईँले हिजो मलाई एकदमै धेरै कर गर्नु भएको थियो, त्यो आज मैले छर्लङ्ग थाहा पाएँ। गाउँमा यस्तो कालो करतुत गरेको रहेछ र पो मलाई कलकत्ता जाऊ भनेर कर गर्नु भएको रहेछ। आजलाई सुतौँ, भोलि बिहान म तपाईँलाई के गर्छु भन्ने कुरो त्यतिखेर मात्रै थाहा हुन्छ भन्दै पार्वती चाहिँ धर्मसँग रिसाएर सुतिरहेकी हुन्छन्। अनि सानीमा पनि आउँछिन्। सानीमाले पनि त्यहाँ धर्मेलाई गाली गर्छिन् र उसलाई हिर्काउँदै सानीमाले पनि त्यो गौरीसँग तँलाई मैले त्यस्तो सम्बन्ध नराख भनेको होइन, बल्ल खाइस भन्दै त्यहाँ सानीमाले पनि धर्ममाथि धारे हात गरेकी हुन्छन्। भोलिपल्ट बिहान चाहिँ चाउरेले आफ्नो बहिनीलाई त्यस्तो गरेपछि यानि कि त्यस्तो बिजोग बनाएपछि चाउरे चाहिँ रुँदै कराउँदै जुठेको घरमा पुगिरहेको हुन्छ। अनि त्यहाँबाट चाउरेले चाहिँ जुठेको आमा र जुठेलाई चाहिँ पार्वती धर्मेको श्रीमती हो, धर्मेले गौरीलाई धोका दियो भन्दै सबै कुरा सुनाएपछि यता जुठेलाई चाहिँ लाटो रिस उठ्छ। अनि जुठेले चाहिँ आफ्नो कम्मरबाट खुकुरी निकाल्दै अब त्यो धर्मेलाई काट्छु भन्दै धर्मेको घरतिर कुदेर जान्छन्। यता चाउरे र उनकी आमाले चाहिँ जुठेलाई रोक्न खोज्छन् तर उनीहरूले रोक्न सक्दैनन्। जुठे धर्मको घरमा पुगेपछि जुठेले धर्मलाई पछाडिबाट खुकुरीले प्रहार गर्न खोज्छन्। त्यतिकैमा त्यहाँ पार्वती आएर चाहिँ उक्त जुठेले हान्न लागेको खुकुरी चाहिँ समाएर छेक्छन्। अनि त्यहाँबाट पार्वतीले भन्छन्, मेरो श्रीमानलाई तपाईँले के गर्नु खोज्नु भएको भन्दाखेरि मेरो बहिनीलाई यसले बिजोग बनाएर छोड्न मिल्छ, यसलाई म मारिदिन्छु आज भन्दै जुठे चाहिँ त्यहाँ बुरुक बुरुक उफ्रिरहेको हुन्छ। वास्तवमा जुठे उफ्रिनु पनि जायज छ, किनभने आफ्नो दिदीलाई कुनै पनि केटाहरूले त्यस्तो बिजोग अवस्थामा छोडेको देख्दाखेरि चाहिँ कुन चाहिँ दाजुभाइलाई रिस उठ्दैन होला। के तपाईँहरूलाई पनि जुठेको रिस देख्दाखेरि खुसी लाग्यो? अब के जुठेले धर्मलाई सजाय दिनुपर्छ?